यो भिडियो चाहिँ स्पेशल हाम्रो प्यारी प्यारी मोमोहरूको लागि आज चाहिँ म बनाउँदैछु सुजीको हलुवा। अनि मेरो छोरालाई चाहिँ सुजीको हलुवा एकदमै धेरै मनपर्छ क्या। अनि त्यसैले चाहिँ आज मैले चाहिँ उसको लागि खाजामा बनाइदिँदै थिएँ सुजीको हलुवा। अनि के मोमोहरूलाई चाहिँ अहिले कति धेरै सजिलो भएको छ नि त, स्कुलमै खाजा खानाहरू दिनुहुन्छ नि त। अनि टिफिनमा के खाजा लगिदिने भनेर त्यो टेन्सनबाट चाहिँ मुक्त हुनुभएको छ जस्तो लाग्छ कि मलाई। तर पनि उनीहरूको चाहिँ छुट्टी भएर आइसके पछाडि चाहिँ के खाजा बनाएर दिने भन्ने टेन्सन चाहिँ भइरहेको हुन्छ। अनि फेरि उनीहरूले सधैँभरि एउटै खाजाहरू खाइराख्दैन नि त, त्यसैले उनीहरूको लागि चाहिँ हरेक दिन चाहिँ डिफ्रेन्ट टाइपको खाजा बनाइदिनु पर्ने हुन्छ। अनि हजुरहरू चाहिँ आफ्नो नानी बाबुहरूको लागि के खाजा बनाइदिनुहुन्छ नि? अनि के साथीहरू, मेरो छोरा चाहिँ यति धेरै चुजी छ नि, उसले नै भनेको खाजा अनि सब्जीहरू भयो भने चाहिँ उसले मजाले खाना खान्छ, नत्र उसले त छुँदा पनि छुँदैन कि। मेरो मात्र छोरा यस्तो छ कि हजुरको नानी बाबु पनि यस्तै हुनुहुन्छ। हजुरहरूसँग चाहिँ मेरो कुरा सेयर गर्दा गर्दै हलुवा पनि रेडी भइसकेको छ। अनि म चाहिँ एकदमै सिम्पल तरिकाले बनाउँछु कि, नि हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। मैले चाहिँ सबै डिटेल रूपमा हालिदिएको छु। हुन त सबै मान्छेको खाना बनाउने डिफ्रेन्ट रेसिपी हुन्छ, म चाहिँ एकदमै सिम्पल तरिकाले बनाउँछु। अनि हजुरहरूले चाहिँ मेरो भिडियो कहाँबाट हेर्नुहुन्छ नि कमेन्टमा भन्नुहोला। यस्तै भिडियो हेर्नको लागि चाहिँ मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। र हजुरहरूले चाहिँ मेरो भिडियोलाई यति धेरै मन पराइदिनुहुन्छ त्यसको लागि चाहिँ हजुरहरूलाई धेरै धेरै धन्यवाद।